हेलो गाइजहरू नमस्कार। हेर्नुहोस् है, हाम्रो चाहिँ धान काटेर यस्तो गरिरहेछ, फिजाइरहेछ, बारीभरि फिजाइरहेछ। हेर्नुहोस् है गाइजहरू, फुल पनि फुलेर यस्तो भइरहेछ। हेर्नुहोस् है, सबै धान काटेर सकेको, फेरि पानी पर्न लाग्यो। हेर्नुहोस् है गाइजहरू, अब यहाँ चाहिँ खला बनाउनु भनेर मैले आज यति बाँधेँ, एक गरा परसम्म बाँधेँ। यहाँ चाहिँ खला बनाउनु पर्ने। हाम्रो चाहिँ अहिले भटमासहरू पनि पाकिसकेको छ, रङ्गालो चाहिँ पाएको छैन। भटमासहरू चाहिँ पाकिसकेको छ। हेर्नुहोस् है गाइजहरू, मैले बाँधेको आज यति धान एक गरा बाँधेँ, अनि भोलि पनि बाँध्ने हो। हेर्नुहोस् है, फुलहरू हेर्नुहोस् है, अस्ति तिहारमा चाहिँ फुलेन, अहिले चाहिँ कस्तो फुलेर यस्तो भइरहेछ। फुलहरू फुलेर ढकमक्क बोटले थाम्न नसकिरहेछ। हेर्नुहोस् है गाइजहरू, भटमास पाकेको छ। कति छिटो पाक्छ भटमास पनि धान सँगसँगै। म चाहिँ अहिले चाहिँ चारो खोज्न हिँडेको यता खेतमा नै चारो खोज्नुपर्छ। यहाँ कोला पनि हाम्रो फलेको छ यहाँनिर धेरै। लामो घर त छैन, छोटो घरी है। चारो खोज्न हिँडेको धानबारी बारी धान काटेर फिजाएको छौँ है गाइजहरू। हेर्नुहोस् है गाइजहरू, सबै धान काटेर सकेको। फेरि पानी पर्न आँटेको छ, फेरि पानी पर्छ होला। पानी पऱ्यो भने सबै बिगार्छ। भटमास पाकेको हेर्नुहोस् है गाइजहरू, रातभरि सको। अब दुध माने यो चाहिँ तरकारी खाने है। यो चाहिँ औषधि हुन्छ अरे गाइजहरू, यो चाहिँ खानै पर्ने अरे यो चाहिँ है। ल त बाई बाई गाइजहरू, रात पर्यो, बाई बाई।